हेलो गाइजहरू, आज नयाँ वर्ष 2082 सालको वैशाख 1 गतेको दिन तराई पहाड कता कताबाट तिनजुरे घुम्न आउने पर्यटकहरू फर्किने क्रम जारी छ है। ड्याम एकदमसँगले तिनजुरे घुम्न आउने पर्यटकहरू घुम्ने अनि फर्किने क्रम जारी छ। बसन्तपुर बजारमा यो माहौल हो। अहिले एकदमै सँगले जाने क्रम पनि जारी छ, फर्किने क्रम पनि जारी छ। आजको मौसम अलिक घुमिरहेछ, पानी पर्दा जस्तो छ। फर्किने मान्छेहरूको पनि भिडम्बाड एकदमसँगले गाडीहरू फर्केछन्। गाइजहरू यसरी आएको छ गाडीहरू। टाढा टाढा पुग्नु पर्ने होला, पक्कै पनि घरिघरि जाम भइदिन्छ। भिडम्बाड गाडी आएको छ है गाइजहरू। ल है गाइजहरू, यो गाडी आउने क्रम जारी छ है। तिनजुरेमा घुम्न आउने पर्यटकहरू फर्किने क्रम जारी छ। गाडीहरू आइछन्। ल यसरी अघि उभो जाने क्रम जारी थियो, अहिले फर्किने क्रम जारी छ। मित्रहरू, तपाईहरू पनि तिनजुरे घुम्न चाहनुहुन्छ भने अनुकूल मौसम मिलाएर 2 गते, 3 गते, 4 गते, 5 गते यो वैशाख महिनाभरि घुम्न आउन सक्नुहुनेछ है मित्रहरू। ल है साथीहरू, फर्किने क्रम जारी छ है यो। हेलो 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 सबैजनालाई। ल तिनजुरेमा स्वागत गरेर पनि फर्किसक्नुभयो एकदमसँगले। ल तिनजुरे घुमेर फर्किने दर्शक वृन्दहरू फर्किसक्नुभयो है। ल है फर्किने क्रम जारी छ है, जारी छ। ल आएको आइ ल मान्छेहरू तिनजुरेमा पर्छ पक्नु एकछिन न। अनि फेरि जुन पाए त्यही खाताबाट अनि अप्ठ्यारो हुन्छ। फर्मको खाता छ नि त। ल है गाइजहरू, मौसम अलिक आज सफा छैन, पानी पर्ला जस्तो छ। यहाँ 1 गते घुम्न आउनेहरूको भिडम्बाड छ होइन? ए घुमेर आउनु हो? ल ठिक छ। मौसम अलिक अनुकूल छैन, प्रतिकूल छ। र पनि अब घुम्न आउनेहरूको भिडम्बाड एकदम छ है साथीभाइहरू। तिनजुरेमा एकदमै मान्छेहरू आज 1 गते कहाँबाट यति धेरै आउनुभएको छ कि एकदमै धेरै आउनुभएको छ दर्शकवृन्दहरू। यहाँनिर तिनजुरे बसन्तपुरको माहौल हो साथीभाइहरू। यो पुरा स्तम्भमा त झन् धेरै मान्छेहरू हुनुहुन्छ। यता पनि ड्याममै हुनुहुन्छ। ल यहाँ आउने मान्छेहरू, आगन्तुक पाहुनाहरू आएको हुनुहुन्छ, जानेहरू गई हुनुहुन्छ। यो पशुपति एक्सप्रेस पनि पुगेर आइसकेको छ। हजुर ल है साथीभाइहरू। ल हाम्रो यो पशुपति एक्सप्रेस पिप्लेको गाडी पनि आज मन्दिर पुगेर आइसक्यो। दर्शकवृन्दहरू पुरा माथि तिनजुरे पुगेर आइसक्नुभयो हाम्रो साथीभाइहरू सबैजना। एकदमसँगले गाडीहरू आएको घुमेर मन्दिर दर्शन गरेर। तेरो त्यही आइफोन हो, मेरो स्यामसङ हो, त्यही भएपछि के गर्नु। फर्कै हुनुहुन्छ है हाम्रो पाहुनाहरू। ल तिनजुरे घुमेर आइसक्नुभयो, आएको हुनुहुन्छ।
फर्कै हुनुहुन्छ है गाडीहरू। तिनजुरे घुमेर आउने पर्यटक, स्थानीय पर्यटकहरू, यहाँ आन्तरिक पर्यटकहरू सबैजना घुमेर फर्केको फर्कै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ सबैजना। होइन भिडियोमा छ, भिडियो चाहिँ के बनाउँदैछु के नि, बेचै छ नि हाम्रो कालिम्पोङले बेचै छ। नेपालको झन्डा पनि फरफराइराखेको छ। यहाँ जाने क्रम आउने क्रम चलिराखेको छ। आज पर्यटकहरू, आन्तरिक पर्यटक नै बढी देखिनुहुन्छ। ल आउने क्रम आएको आई, जाने क्रम गएको गई। 1 गते वैशाख 1 गते 2082 सालमा ल एकदमै खचाखच बसन्तपुर स्थानीय पर्यटकहरू, आन्तरिक पर्यटकहरूले भिडमभाड अरे दाजु के छ, शुभकामना दिएको छु म त। दाजु भेटघाट गरौँ न। अनि कहाँ मन्दिर पुगेर आउनुभयो, दर्शन गरेर आउनुभयो? हजुर हजुर। के छ माथि कतिको भिडभाड छ? हजुर ठिकै छ, राम्रै छ, भिड राम्रै छ। ल दाजु हस्, ल ठिक छ, ल राम्रो पारेर ल। अब आजलाई हेलो जरा एकदमै आन्तरिक पर्यटकहरू आएको आई हुनुहुन्छ, जाने क्रम चलिरहेछ बसन्तपुरमा। आन्तरिक पर्यटकहरू त्यतिकै आउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। स्थानीय पर्यटकहरू, तराईबाट आउने पर्यटकहरू, मधेसबाट, पारी इन्डिया, सिक्किम, दार्जिलिङबाट आउने पर्यटकहरू नै हुनुहुन्छ है। यहाँ आन्तरिक पर्यटकहरू पनि हुनुहुन्छ। आजको यो बसन्तपुरको माहौल तपाईहरुलाई प्रत्यक्ष रूपमा देखाइराखेको छु। एकदमै भिडमभाड, यो मातृभाग्य पनि आइपुगेछ। ल है हजुर ल, यहाँ एकदम सँगले यहाँनेर सबैजना बजार आज यहाँनेर चाहिँ टक्कसँगले बसन्तपुरमा आज एकदमै खचाखच भिड, एकदमै खचाखच। यहाँ गाडीहरूको खचाखच, पर्यटकहरूको खचाखच भरिएको छ एकदम सँगले। हेलो दाजु, ठिक छ हजुर? एकदम सँगले बसन्तपुर एकदम बढी भराउ छ है साथीभाइ। एकदम तपाईहरु नि घुम्न आउनुहुन्छ, चाहनुहुन्छ भने, तिनजुरे घुम्न आउनुहुन्छ भने एकदम मौका यही हो, बेला यही हो, टाइम यही हो। चैत वैशाखमा गुराँस हेर्ने हो भने आउनु तिनजुरे। यसरी दुनिया आउँछन्, तपाईहरु घरमा बसी नराख्नु होला, तिनजुरे घुम्न आउनु होला। मित्रहरू
ल आज एकदमै प्याक छ बसन्तपुर हेर्नु त जाम भएको त्यस्तो जाम गाडी जाम